हामी बुर्गे सिटी बुर्गेको सेन्ट्रलमा आइपुगेका छौँ। यो हिस्टोरिकल सिटी टुरिस्ट सिटी रहेछ। यहाँ यत्रो ठुलो चौर छ। आउने बुवा आमा नेपालीहरू पनि बस्नु भएको छ। आउने ह्याङआउट गाडी रहेछ, टुरिस्ट गाडी। ल यहाँ सर म्याडम हुनुहुन्छ, हामीलाई घुमाउनु लिएर आउनु भएको छ। सर म्याडम दुवैलाई धन्यवाद है। हाम्रो यहाँ दिदी अनि भिनाजु अब उहाँ अमेरिकाबाट आइपुग्नु भएछ। अनि यसो हामी यहाँ चाहिँ उहाँले चाहिँ हेलिकप्टरमा उडाएर ठ्याक्क बुर्गी ल्याउनु भयो। म चाहिँ आएको थिइनँ पहिलोचोटि है, रमाइलो भयो। यता यस्तो अमेरिकाबाट आएर हामीलाई बुर्गी घुमाउनु ल्याएर हजुर लिएर आए है। हजुर हेलिकप्टरमा सर र आनन्दले ढुक्कले यस्तो मजाले चलाउनु भयो कि यस्तो राम्रो रहेछ है। योमा चाहिँ हामी चाहिँ BMW राखेछौँ भित्र होइन, BMW कम्पनीको हेलिकप्टर भनौँ न। अनि यता चाहिँ 4 स्टार होटल रहेछ। यो होटल चाहिँ ठ्याक्कै हाम्रो त्यो गाउँघरतिरको भैँसीको गोड जस्तो देखाएको छ होइन, तर 4 स्टार होटल हो है। फेरि उहाँ स्टार पनि छ होइन, होटल पोर्तिनारी भन्ने होइन। यस्तो राम्रो छ, सेन्टर चाहिँ टक्क सफा छ होइन। अमेरिकामा कस्तो छ कुन क्रिसमसको चहल पहल यस्तो छ कि यहाँनिर। In 500 feet, turn right on Sins. यस्तो गल्ली गल्ली छन् है यहाँ। यो सबै यो बुर्गेको त त्यो त लेखिहाल्छ नि बुर्गेको। ए मान्छे कति आउने रहेछन् भने यो युरोपको मजा भनेको यो सबै मान्छे बाहिर निस्किने, घरमा नबस्ने होइन सर। युरोपको ब्युटी भनेकै मान्छे घरभित्र नबस्ने क्या, बाहिर निस्किने। सपिङ गरेका छन्, पैसा उडाएका छन्, हिँडेका छन्। सबै यो युरोपको घरहरू चाहिँ सबै यस्तो यस्तो ल। यहाँ बेल्जियम चकलेट कर्नर रहेछ। बेल्जियमको फेमस भनेको वाइन, बियर र चकलेट हो। कता हिँड्नुभयो? त्यो खिचेछु, राम्रो आएको। Thank you very much. हजुर यो बेल्जियममा चकलेट चाहिँ फेमस छ। बेल्जियममा बेल्जियमको चाहिँ चकलेट एकदमै फेमस हो नि। बुर्गे त धेरै राम्रो रहेछ होइन बुढो? क्रिसमस ट्री हेर्नु त कति। सर के हेर्दै हुनुहुन्छ? रेस्टुरेन्ट हेर्दै हुनुहुन्छ कि? रेस्टुरेन्ट कहाँ छन् भनेर हेर्दै हुनुहुन्छ? नेपाली रेस्टुरेन्ट कहाँ रहेछ भनेर हेर्नु। नेपाली के अरे के नाम हो यसको? यसको ओलाइबल। ओलाइबल यहाँ फेमस छ। यहाँ फेमस रहेछ। सिन्का खाइसकेपछि सिन्का बाँकी हुँदैन त नि। ल बुर्गीको फेमस